के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु होइन। म चाहिँ हिजो मुक्तिनाथबाट आएर चाहिँ होटेल स्थानीय बागलुङ होटेलमा चाहिँ म बसेको थिएँ। अनि यहाँको दाइहरूसँग नि हिजो धेरै रमाइलो भयो साँझ है, धेरै एकदम भेरी ह्याप्पी के। अनि हाम्रो होटेलको दाइजी चाहिँ उहाँ हो होइन। दाइजी के छ अरू? एकदम ठिक छ बाबु। तपाईँ जस्तो कस्टमरहरू पाउनु मेरो लागि पनि अभाग्य हो। अनि मैले सोचेको छु तपाईँ एकदम रमाइलो हुनुहुन्छ। यसरी रमाइलो एकदम तपाईँको टिम 4जनाको टिम पनि त्यसै रमाइलो भएर हामी सबै रमाइलो गरियो। एकदम खुसी लाग्यो। अन्डरबेली गयो, हरि मेकानिकले बनाउँदैछन् होइन। मुक्ति हिजो त देखेको थिएन होइन, थाहै भएन नि यो। अहिले बिहान चाहिँ यत्रो खोक्रै निस्केको छ पुरै यस्तरी यहाँदेखि त्यहाँको पुरै छ भाइले त्यस्तोबाट निस्केछ होइन। त्यहाँ बबाल बनाएको झन्डा पनि हालेर के छ फेवा लेक आइयो नि। त्यो चाहिँ फेवा लेक है, जो बबाल छ खतरा ठुलो छ यार। हेरौँ यसो डुलम है, घुम्न चल चाहिँ हामी पोखरा फेवा लेकतिर छौँ होइन। यो पोखराको फेवा लेक है, बहुत ठुलो छ यो फेवा लेक होइन। सो बबाल छ। अनि उता चाहिँ मन्दिर छ, उता पारिपट्टि हो मन्दिर होइन। हामी यताकोमा पस्यो, उताकोमा जानुपर्ने हो खास होइन जान त। अनि यहाँ सिङ्गल बोटिङ पनि गरिन्छ, बोटिङहरू धेरै राम्रो छ है। त्यो फेवा लेक पनि डुल्लियो घुमियो हेरियो कस्तो रहेछ के रहेछ होइन। हेरेर अब निस्क्यो। खासै त्यति राम्रो चाहिँ मलाई लागेन फेवा लेक होइन, किनभने माउन्टेन्स नै देखेको छैन, पुरै बादलले छेकिदिएछ। त्यो कारणले गर्दाखेरि मलाई त बोटिङ गर्न पनि मन लागेन, फर्किहालेँ म। लास्ट झ्याउला त्यो न माउन्टेन्स देखेको छ, न पानी त्यति राम्रो छ, न बोटिङ गराइदिने मान्छे कोही छ राम्रो होइन। त्यही भएर म त स्वाइँ निस्कियो फर्कियो। सो हाम्रो चाहिँ गुप्तेश्वर महादेव मन्दिर जाने कुरै भएन, नजाने भन्छन्, घरतिर जाने भन्छन्। अब यही राइड हान्दै मस्त पोखराको भ्यू हेर्दै। गाडीहरू चाहिँ धेरै छ क्या यो बाटोमा, लास्ट हिँड्छ यार, भेजा बाटो। कतादेखि जाने फेरि उता घरतिर जाने बाटो पनि थाहा छैन, कहाँ हराइयो हामी त। सब पोखराको एयरपोर्ट चाहिँ उयो हो है, पोखराको एयरपोर्ट। घर फर्किने क्रममा चाहिँ पोखराको एयरपोर्ट पनि देखा पऱ्यो आँखा अगाडि, यही रहेछ भन्ने थाहा भयो है। अनि घुमघाम चाहिँ त्यति खासै हुने होइन आज, राइड चाहिँ हुन्छ। जेन्जीको जुत्ता जेन्जी आन्दोलनमा त्यो एकजनाको जुत्ता त्यस्तै भएको छ नि त। जेन्जी आन्दोलन सम्झिँदा पनि कस्तो लाग्छ यार, नेपालमा त्यस्तो पनि भएको थियो कुनै दिन भन्ने हुन्छ क्या। त्यो यहाँ चाहिँ बबाल रहेछ त, यहाँ मगरहरूको ड्रेस लाएर हिँडेछन् आज के रहेछ र, बिहे हो कि के हो यो? केही न केही त होला, बिहे सिहे त होइन, केही कार्यक्रम नै होला पक्कै पनि, त्यस्तै लाग्छ के अरे मलाई चाहिँ। के हो भन्ने चाहिँ थाहा छैन है। त्यही अब सँगसँगै हिँडिदिउँ न एक लट। ओ नानी हो, झर्ना चाहिँ झरिरहेको रहेछ यहाँ चाहिँ। केटाहरू रन्कै छन् यार, राम्रो ठाउँमा रुक्दिनन् यार। यसो अलिअलि रुकौँ हेरौँ, पोखराको फुल भ्यू हेरौँ भन्ने छैन मनमा यार। हिँडेछन् यार, कुदाखान कति हतारो घर जान हो क्या। लैज पोखराको भ्यू यस्तो दामी देखिरहेछ, आम्मा ओह माई गड, बबाल देख्यो है। 3 दिनबाट बाइकमा हिँडाइ छन् कि यसो राम्रो ठाउँमा रुक्ने, राम्रो कुराहरू क्याप्चर गर्ने हुन्छ नि केटाहरू, छैन। घुम्यौ त अनि 10वटा जिल्ला घुम्यौ भन्छन्, 10वटा जिल्ला घुमेर त बाइकमा मात्र घुमेर भयो 10वटा जिल्ला हो। 10वटा जिल्ला बाइकमा मात्र डुलेर भयो दाइ। पुष्पराज झुकेगा नै, अब जुन पनि ठाउँमा रुकेगा नै। ल हेर अब
डाइलग फेरि यस्तो छ है फेरि मुक्तिलेमा जुत्तै दान गरेर आहान पोखरा मैले म चाहिँ दान हानिदिएँ चप्पल लाएर हिँड्न पऱ्यो जुत्ता नलाइकन हिँडिदिरहेको भ्यू चाहिँ उहाँ आखै पोखराको है बबाल भ्यू देखिरहेको उहाँ तल होइन 3 दिनबाट हिँडाखान ठाउँमा रुक्दैन अनि यस्तो रिस उठिरहेको अन्डरबेली यहाँमा चाहिँ अन्डरबेली गाँड भयो मेरो है अन्डरबेली यहाँबाट निस्कियो क्या त्यो ढुङ्गामा ठोकिएको कारणले गर्दाखेरि अनि यता लाइटको एकतिरको खोक्रै यता बाहिर गइसक्यो ग्याप भयो यार त्यो ग्याप भएकोलाई मिलाउन पर्छ जसरी भयो जुम्लिया बनामला पोखरामा हनीमुन मनाउला छोरो पाउला रोनाल्डो बनामला है सबैभन्दा डेन्जर बाटो है पोखराको खतरा डेन्जर 1 मिस गेम फिनिस हुने जस्तो बाटो छ है घुम्टी कतादेखि गाडी आउँछ थाहा हुन्न हरिब कन्ट्रोल गरेर हिँड्न परिरहेको लास्टै घुम्टी छ यार खतरा डेन्जर बाटो के यो भनेको 0बाट माथि त सबैभन्दा डेन्जर बाटो के पोखराको 0बाट सबैभन्दा डेन्जर बाटो लहेर गुदुङ हरि त के हो र रनक गर्दै हिँडेछ नि त दिइहाल्ने हो माको छ बाटो पासी त ओभरटेक हान्ने अनि रन्की हान्ने हो के मौत को छुके टक से आ जाता हो सुतो बाटो यस्तै हो भन्न पिच छ अफ रोड बाबा गुदली हुने थिए जो पोखरातिर आउने बाटो चाहिँ अलि अफ रोड छैन अलि भालु पहाड भन्ने ठाउँमा आइयो हामी है ग्याङ बहुत थाक्यो यार बिस्ट पनि लास्ट थकैला चलाउँदा यो गयो यार त्यसै माथि धन्न हरि यार मेकानिकले बनाइदियो ग्याङ हामी चाहिँ अहिले भालु पहाडमा आइयो भालु पहाड पनि देखियो होइन अनि चाहिँ यहाँ चटपट खाइयो भोक लागेको थियो नास्ता खाइ थिएनौँ होइन बिहानदेखि केही पनि नखाइकन निस्केको हो पोखराबाट अनि अहिले यो भालु पहाडमा चाहिँ नास्ता खाऊँ न भनेर यो ठाउँमा दाइहरूसँग भेट भयो आफ्नै गाउँको दाइहरू हो सो रमाइलो भइरह अब घरतिरै जाने हो अब खाना खानु पनि छ है भोक धेरै लाग्छ लास्टै भोक लाग्छ यार कसम चटपटले त केही पनि हुन्न त भुजा खाए जस्तै हो भुजाले त के नै हुने हो र केही पनि हुन्न त्यही नि खाइयो अब गएर टक्क खाना पेलेपछि बल्ल मजा लाग्छ है त ग्याङ हामीले भालु पहाडमा पनि रोकेर अब चटपट हान्ने हो अनि भालु पहाडबाट फेरि यात्रा सुरु भयो अब चाहिँ सेङ्जा गएर हुन्छ कि कहाँ गएर हुन्छ खाना खान पर्छ होइन एउटा ठाउँमा रुकेर खाना खाएर सबै ठाउँको खाना चाखियो होइन कपिल वस्तुदेखि लिएर माथि मुस्ताङसम्मदेखिको लिएर सब ठाउँको खाना भयो अब चाहिँ सेङ्जाको खाना खान पर्छ होइन भोक डह्रो लाग्छ लाउन त चटपटले केही पनि गराएन अलिकति खाइयो है यो भालु पहाड होइन माथिको चप्पवाला भालु पहाड नामै त्यही छ हो ग्याङ भालु पहाड अरे अब के भन्ने अब त्यो सेप पहाड त अब सिधा देखिन्छ अब त्यहाँ सोधेको नाम किन कसरी भयो भन्दाखेरि अब त्यो सेपै भालु जस्तो देखिन्छ भन्छन् भनेपछि होला नि त अब रहस्य होला केही आफ्नो आफ्नो है ठाउँको जहाँको पनि आफ्नो आफ्नो रहस्य नै हुन्छ पोखरादेखिको लामो यात्रा गरेर चाहिँ धेरै लामो यात्रा गरेर कम्तीमा 2-3 घन्टाको यात्रा गरेर चाहिँ अहिले हामी सेङ्जाको ठ्याक्क यो सेङ्जाको यो हाम्रो यो झुलुङ्गे पुल मुनिपट्टिको यो झुलुङ्गे पुलको साइडमा चाहिँ खाना खान भनेर यो होटेलमा चाहिँ रुकेको छौँ होइन अब खाना खान पुरो बिहानदेखि केही पनि नखाइ निस्केको होइन चिया नास्ता केही पनि भएको थिएन कि हाम्रो है अनि त्यही भालु पहाडमा आएर चाहिँ चटपट खाइएको थियो त्यहाँ अब त्यति चटपटले चाहिँ खासै केही पनि हुँदैन क्या अनि यहाँ चाहिँ नास्ता खाने भनेर बसेको अनि यहाँ राम्रो भ्यू पनि देखिने छ क्या यहाँबाट चाहिँ खतरा भ्यू देखिने छ झुलुङ्गे पुलको होइन दामी देखिरहेको क्या भ्यू है बबाल छ धेरै लामो छ है त्यो कारणले चाहिँ हामीले यहीँ खाना खाम त्यसपछि चाहिँ निस्किमला यहीँदेखि भनेर चाहिँ हामीले योजना बनाएर चाहिँ
4जना चाहिँ म मुक्ति गुरुङ दाई त्यसपछि हाम्रो हरि सर होइन 3जना भएर चाहिँ 4जना भएर यहाँ नास्ता खाने भनेर खाना खाने भनेर चाहिँ हामी यहाँ रुकेका छौँ। त्यो तरिकाले हेर्दाखेरि हामीले भ्यू पनि देख्न पाइन्छ, पछाडिको भ्यू पनि देख्न पाइन्छ भनेर खाना खाने भनेर यहाँ रुकेर अब खाना खाएर सिधै हामी जानुपर्ने छ है त। खानासाना खाइयो है, बिहानदेखि केही पनि नखाइकन हिँडेको मान्छे हामी भर्खर पेट पूजा गरियो। अब चाहिँ निस्किन नखाम घरतिरै जानियो है, बिस्तारै बिस्तारै अब आनन्दले जानियो। केटा रेडी हुँदैछ है। मुक्ति केही भन्न मन छ? केही भन्न मन छैन। यात्रा धेरै राम्रो भयो, रमाइलो भयो, एडभेन्चर भयो, धेरै राम्रो कुराहरू राम्रो राम्रो कुराहरूको ठाउँहरू अवलोकन गरियो। अब चाहिँ हामी अब फर्किँदैछौँ। अहिले चाहिँ हामी स्याङ्जा वालिङ गल्याङ छौँ होइन। होइन। यहाँबाट चाहिँ हाम्रो गन्तव्य चाहिँ अब साँझसम्म घर पुग्नेछ। अब साँझसम्म अहिले चाहिँ गल्याङमा खानासाना खाएर निस्किँदा होइन। अनि भ्यू चाहिँ दामी छ क्या, यहाँ झुलुङ्गे पुलको भ्यू हेर्दै खाना खाइयो होइन। अब चाहिँ यात्रा गर्दै गर्दै घर गइन्छ। मिर्मी ड्याम यही हो है ग्याङ। यहाँबाट चाहिँ नेपालभरि विद्युत पुग्छ क्या जस्तो लाग्छ मलाई। त्यस्तै भनेको सुनेको मैले, त्यति खासै चाहिँ मलाई थाहा छैन। हामी मिर्मीको ड्याममा है, नेपालको दोस्रो सबैभन्दा ठुलो ड्याम है यो चाहिँ मिर्मीको होइन। सबैभन्दा ठुलो ड्याम हो। कस्तो छ अरे मुक्ति? दामी छ होइन। मिर्मीको सबैभन्दा दोस्रोमा सबैभन्दा ठुलो ड्याम हो यो चाहिँ होइन। अहिले दोस्रो भएको, पहिला चाहिँ पहिलो नै थियो, अहिले चाहिँ दोस्रो भएको। अनि यो भित्र यो लेनमा जान मिल्दैन। हामी चाहिँ यो लेनमा करेन्ट हान्छ के हुन्छ थाहा छैन। अनि यो पैताला बनाएकोतिरबाट जाने यो। अनि यहाँ मुनि पनि छ के, मुनि फेरि कुनै जमिनभित्र कुनै के बनाहा न उता पनि छ ऊ त्यतातिर। त्यहाँबाट चाहिँ भित्र छिरिन्छ हामी। ऊ त्यो घर जस्तो नि, घरबाट चाहिँ भित्र गइन्छ मुनि, यसको मुनि गइन्छ। अहिले चाहिँ त्यस्तोवाला अहिले चाहिँ पहिला जान मिल्थ्यो, अहिले चाहिँ नजान मिल्ने बनाइदिएको रहेछ। सोधेको मैले जान मिल्छ कि मिल्दिन भनेको, मिल्दिन भन्नलाई। त्यही भएर बरु उहाँसम्म गएर उहाँ त सानो टिन जस्तो छ त्यहाँसम्म गएर आउनु, त्यसपछि फर्किनु भने त्यहाँसम्म गइयो फर्किनु। अनि राम्रो छ ठाउँ त्यो। यहाँबाट चाहिँ विद्युत उत्पादन भएर देशभरि पुर्याउँछ होइन। सो के छ ग्याङ, के छ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ है आज 5 दिनको राइड गरेर है 5 दिनपछि चाहिँ म अहिले घर फर्किसकेको छु। अहिले म घरमै छु होइन। म धेरै रमाइलो गरेँ। मुस्ताङ गइयो हामी, पोखरा गइयो, बेनी गइयो, नदेखेका ठाउँहरूमा पनि गइयो, रमाइलो गरियो, घुमियो, खाइयो, डुल्लियो होइन। जिन्दगीमा यो चाहिँ इन्जोयमेन्ट चाहिँ गर्नुपर्छ होइन, सबैजनाले गर्नुपर्छ। सो म चाहिँ अहिले फाइनल्ली घर पुगिसकेको छु होइन।